ल है गाइज इस्कुसको बेर्ना चाहिँ रोप्नलाई तयार छ। हेर्नुहोस् है त कसरी रोप्ने के गर्ने। मैले यहाँ सुरुमा चाहिँ खाल्टो खनेर मल मिक्स गरिरहेछु। अब म यसलाई कसरी रोप्छु हजुरहरू हेर्नुहोस् है त। अब म चाहिँ यो बिरुवालाई यहाँ देखौँ यहाँ सार्नलाई यहाँ गइरहेको छु। यहाँ दुईवटा छ, दुईवटा खाल्टा बनाएँ है। अब हजुरलाई हुन त सबैलाई आउँछ होला र नजानेलाई यसो जाने पनि एकखेप मेरो आइडिया के छ सजिलो होस् भनेर सेयर गरेको है त। होस् ल म यो बिरुवा चाहिँ निकाल्न खोजिरहेको छु है त। ल गाइज म चाहिँ बिरुवा रोप्दैछु है त। हेर्नुहोस् यहाँ देख्नु मेरो चाहिँ दुई झ्याङ मात्र छ। यसरी मैले यो गमलामा उमारेर यहाँ हालेँ है त। अब यसरी लाएर मैले यसरी थिचेँ है त। अब म चाहिँ यसरी लाउने गरेको छु। हजुरहरूले कसरी लाउनुहुन्छ यसो मलाई पनि नयाँ तरिका छ भने यसो कमेन्ट गरेर मलाई पनि बताइदिनु होला है त। ल है त बाई। गाइज पहिलोचोटि मेरो घरमा इस्कुस फलेको अवस्था। इस्कुस फल्दै नै भनेर बुटेछ तान्न खोजेको छ, फलेको रहेको रहेछ। गाईहरू पनि फल्दो रहेछ भन्ने कुरो थाहा भयो। यो चाहिँ बोट मरेको देख्नुहुन्छ। यो चाहिँ के भएर मर्यो भन्ने हजुरहरूलाई जिज्ञासा छ भने यो चाहिँ चिसो आउन आँट्यो। अब यो चिसोको कारणले चाहिँ यो पातहरू बोटहरू मर्दैछ। यो चाहिँ अब इस्कुस फल्दैन। यो मुन्टा मात्र खाने भनेर लगाएको थियो, यो चाहिँ अलिअलि फल्न पनि थालेको छ। गाइज पहिलोचोटि मेरो घरमा इस्कुस फलेको अवस्था। इस्कुस फल्दै नै भनेर बुटेछ तान्न खोजेको छ, फलेको रहेको रहेछ। गाईहरू पनि फल्दो रहेछ भन्ने कुरो थाहा भयो। गाइज पहिलोचोटि मेरो घरमा इस्कुस फलेको अवस्था। इस्कुस फल्दै नै भनेर बुटेछ तान्न खोजेको छ, फलेको रहेको रहेछ। गाईहरू पनि फल्दो रहेछ भन्ने कुरो थाहा भयो। यो चाहिँ बोट मरेको देख्नुहुन्छ। यो चाहिँ के भएर मर्यो भन्ने हजुरहरूलाई जिज्ञासा छ भने यो चाहिँ चिसो आउन आँट्यो। अब यो चिसोको कारणले चाहिँ यो पातहरू बोटहरू मर्दैछ। यो चाहिँ अब इस्कुस फल्दैन। यो मुन्टा मात्र खाने भनेर लगाएको थियो, यो चाहिँ अलिअलि फल्न पनि थालेको छ।